गाइस हामी चाहिँ अहिले गोदावरीको एकदम भाइरल रोडमा छौँ हैन। यहाँ चाहिँ हामीले यो हाम्रो छेवा भन्छ चाम्लिङ भाषामा, अब अरू राई भाषामा चाहिँ अब नयाँ चलाउने पनि भन्छ हैन, नयाँ चलाउने पनि भन्छ। चाम्लिङ भाषामा चाहिँ छेवा भन्छ। यसरी छौवा छौवा। अनि ओहो सोल्डे के गर्नुभएको हौ? औ के गर्नुभएको हौ? म छु है ओके हजुर हस् कफी सपमा के गर्दा हौ हजुर? सोल्टीले चाहिँ आज अब जाडोमा भनेर चढाएकै भनेर म यतिको चाहिँ डाङडुङ पारिदिइहाल्थेँ। पातलेको पात चाहिने भएको कारणले पूजाको लागि हामी चाहिँ यसरी सन्त सोल्टीमाथि चढ्नुभयो हैन। यसरी हामी भाइरल रोडमा छौँ है गाइस। हामी चाहिँ अहिले गोदावरीको भाइरल रोडमा। यो डाला भाँच्नु न त्यही छेउको हो, त्यो भइगयो त्यति भए। जोर लगा के पुग्छ पुग्छ। पातले नि हुने ए कुने हुने सोल्टी हो कट्टु चाहिँ म त चिनिहाल्थेँ हान्न हुन्छ होइन। तान्नु सोल्टी तान्नु। कटुसको पात चाहिँ हामीलाई आवश्यक भएको कारणले ल हजुर कटुसको ल कटुसकै हो है हजुर। यो भयो हजुर भयो धेर भयो हजुर। ल है हामीले रेडी गरिसक्यौँ कटुसको पात पूजाको लागि। सोल्टी चाहिँ एकदम आवेगमा आएर चढिहाल्नुभयो। म पनि छु है त भन्दै थिएँ। सोल्टी जोगाउनु है, जोगाउने कुरो चाहिँ जुत्ता दिउँ के चप्पल दिउँ त? हो र गडौलाहरू कम्ती गनाउँदैन जहाँ ठोयो अरे। यो पहिले जुम गर्नु अरे पुरै। वाउ कस्तो दामी देख्दै थियो। त्यता चाहिँ उसले यता नि छ नि बादलले खाइदिने उठ्ने पिट्ने मान्छेलाई अन्त त्यहाँदेखि पेट खप्न नसकेर दाजु लिनु झरेको भएछ धर्नु काँडा दाजुभाइ नयाँ चिउरा सुदेश दा सुदेश दा चाहिँ अब कतिखेर उठेर आउनुहुन्छ होला? छेन्काउनु पर्यो यसलाई। अब आउनुहुन्छ हजुर अलिक टाइम लाग्छ होला कि उठ्नु पनि भयो कि। अब पर्दैन छोडिदिनु त पैसा दिन्छ।
असाध्यै रूपमा यति एक मुठीले त्यो खानेर मात्रै असाध्यै नहोस् भनेर मात्रै च्याप्टो भएको छ नि चक्टो भयो कुट्ने स्याम्पो उ गरेर हुन्छ रोटी चाहिँ हेरौँ त ले रोटी पकाउने व्यक्ति उहाँ हुनुहुन्छ कतिवटा छ भन्नुहोस् ल 35 वटा यहाँ रोटी कसरी अरे गोटाको 20 रुपियाँ गोटा कति भेटको 700 को 700 रुपियाँको रोटी लाँदैछौँ गाइस यो चाहिँ छुट्टै बेच्नुलाई होइन तपाईहरुलाई नै हो दुईटै हाम्रै हो ओ माय गॉड कस्तो हाल्दियो आन्टीले भन्ला कि नभनौँला मैले त्यो भन्दैन पकाएको हैन देख्छ ल पैसा लिनुस् अलि राम्रो छ हस् के को लागि बाबु रोटी खानु आउँछ पूजा एउटा हाम्रो हजुर यस्तो खानु चढ्दैन नि मरेपछि नै हो चढ्ने साह्रो गाह्रो परेको बेला नै चढ्ने हो मित्र भनेको सहयोग भनेको साह्रो गाह्रोमै चढ्ने हो अब के पूजा छ त आजको लु विशेष भनौँ त पूजा अब त्यो हाम्रो हिन्दू समुदायमा पनि हुन्छ तर राई समुदायमा के भन्छ थाहा भएन तर त्यो वर्षको धान अन्न हजुर चाहिँ उगेकोलाई चाहिँ पूजा गर्ने हो नयाँ चलाउने भन्छ छौवा पनि भन्छ नयाँ वर्षको नयाँ चाहिँ अब मानौ नयाँ वर्षको अब गयो फेरि आगामी साल रोपिन्छ नि रोपेको चाहिँ पहिले आफूले खानुभन्दा अगाडि पुर्खा पित्रहरूलाई चढाउनु पर्छ भन्ने मान्यता छ त्यसलाई चाहिँ नयाँ चलाउने भन्छ अनि त्यो भइसकेपछि पित्रहरूलाई दिइसकेपछि हामीले खानु पाइयो नत्र पाइँदैन अब त्यो खानु मिल्दैन भन्ने मान्यता छ हाम्रो चाहिँ मुन्डुममा त्यही भएर किराँती मुन्डुम अनुसारले त्यही भएर हामीले चाहिँ आज प्रक्रियागत रूपमा आज चाहिँ यसो हाम्रो पूजाहरू हुँदैछ अनि भोलि कताको यात्रा अरे सरको भोलि अब यसो गाउँघरले पनि बोलाइरहेको जस्तो लाग्यो मलाई बोला सम्बन्धी देखेँ यसो माया मास नगरौँ भनेर आफ्नो घर भनेको घरै होस् लाग्छ होइन हो त डेफिनेटली घर घरै हो धेरै होइन आफूले चाहिँ आफ्नो घर पुर्खौलीहरू चाहिँ टाढो राखेको जस्तो अनुभव लाग्यो क्या मलाई हजुर अनि त्यही भएर यति भइसक्यो अब एउटै देशमा एउटै उयसमा छु जन्मभूमिमा छु धेरै टाढो पनि होइन चाडपर्व हुँदा चाहिँ किन नजाने भन्ने कुराहरू पनि भएर चाहिँ म जानैपर्छ जस्तो लाग्यो अब विदेशमा भएको भए चाहिँ विकल्प कुनै नभएको भए चाहिँ जानु छुट्टी नपाएको जानु नसकेको भएको भए चाहिँ अर्कै कुरो होइन अब आफ्नै देशमा छु है हुन्छ जिल्ला अलिक थोरै फरक 12-13 घन्टाको बाटो दूरी त्यस्तो हुँदा पनि अब दसैँमा चाहिँ गएन त्यहाँ बुझौँ भन्ने मेरो एक्साइटेड हुनुहुन्छ एक्साइटेड भन्दा पनि एउटा आत्मसन्तुष्टिको लागि चाहिँ म जानु लागेको भोलि कि त चाडपर्वमा भेटिन्छ अरे रमाइलोको बेलामा कि त दुःखको परेको बेलामा भेटिन्छ अरे दुःखको काम कार्यमा होइन त्यही त अब देशव्यापी रूपमा अब प्रकृति प्रकोप आइरहेको छ भइरहेको थियो बाटो अब सुधारमुखतिर लाग्दैछ अब हेरेर विचार गरेर जानु होला अब जाने विचार गरिहाल्नुभयो हाम्रो त अब भित्र हृदय मनदेखि नै अब बसौँ भन्ने होइन एकसालतिर बसौँ आगो त तपाईँ पनि नहोला म पनि नहोला भन्ने एउटा धारणा त छुट्टै भयो आफ्नो इमोसनल पार्ट हामी साथीभाइको तपाईँको अब विभिन्न कुराहरू हुन्छ तपाईँले अघि भनिहाल्नुभयो होइन ठिकै छ छोडै म चाहिँ बसिरहेको छु होइन क्यामराम्यान यसपालि अब भन्दाखेरि अब नेपालमा चाहिँ अब आर्थिक मन्दीदेखि लिएर प्रकृति प्रकोपदेखि लिएर
अब यो रमाउने अब अस्ति जेनजेको आन्दोलनदेखिको लिएर समग्र रूपमा हेर्ने हो भने अब रमाउने समय होइन यसो भन्ने समय त खासै छैन। अब त्यही राम्रै होला होइन, क्यामेरा काटिएछ कि अलिकति अब क्यामेरा पनि उठाउन आउँदैन, भ्लगर यस्तो छ होइन। बस्नु बस्नु हुन्छ हेलो हेलो के भ्लग बनाउँदैछ वेलकम छ है। कस्तो फोनै उठाउँदैन अनि कोही माथि सुनसान अनि खोइ छु अनि माथि नै छौँ अनि हामी पुरै पूजामा हामी सुदेश दाजु चाहिँ भर्खर आइपुग्नु भयो आजको हिरो हाम्रो दाजु अलवेज गरेर त भाइले मेरो फेरि होइन चिनिसकेको को ए यताबाट घुम्यौँ नि उता बाटोबाट बिर्सेर एभरग्रिन ह्यान्डसम फेरि त्यस्तै है। मकजुट हो है यो चाहिँ वासिम ओको चाहिँ वासिम। अब ओकोलाई चाहिँ के गर्नु पर्यो प्रसादी हो प्रसादी म अहिले लिन्छु प्रसादी हुन्छ खाइहाल्नु खासमा कसले खानु अघि ल्याउने आदि एक्सन। आज चाहिँ हामी यो झरवासीको दोस्रो फाँटमा छौँ। हाम्रो उहाँ चाहिँ हुनुहुन्छ पाहुना सुदेश राई। उहाँ चाहिँ लामो समयको हङकङ बसाएपछि केही समयको लागि नेपाल आउनु भएछ। हजुरको नाम? मेरो चाहिँ सुदेश राई। हजुर कता कता बस्नुभयो त सर आजभोलि? अहिले चाहिँ म नेपाल आएको होइन। हजुर अस्ति हाम्रो ब्युटी हेर्नुको लागि हजुर दोलखाको सैलुङ भ्रमणमा गएँ। हजुर आएर चाहिँ ए घरमै हुनुहुन्छ। अनि कति भयो यता बस्नु थाल्नुभयो चाहिँ? ए 15 दिन जति भयो। यता चाहिँ हुनुहुन्छ हाम्रो नाम हजुरको? नमस्कार, म सन्तोष लिम्बू। हजुर म सानो बच्चादेखि चाहिँ मेरो बाल्यकाल चाहिँ थाइल्यान्डमा बाली भन्ने आइल्यान्डतिर हुर्किएको। अनि भर्खर नेपाल चाहिँ भ्रमणमा मेरो सुदेश राई चाहिँ मित्र हुनुहुन्थ्यो। हजुर बाहिरकै बिजनेस होइन बाहिर भेट्दाखेरि चाहिँ उहाँले नेपाल चाहिँ होइन हजुर एसियाको टप मोस्ट थर्डमै आउँछ लिस्टमा टुरिस्टमा होइन। हजुर त्यही भएर आएको थिएँ। अनि म झापा पनि गएको। झापा चाहिँ एकदम गर्मी लाग्यो। हजुर अनि गर्मी भयो, इलाम सिलाम गयो। अनि पानीहरू पर्दा अलिक खतरा लागेर हामी चाहिँ अनि तुक्कुतु हिजो भर्खर फ्लाइट चढेर हजुर आएको। कस्तो बसा भइरहेछ तपाईँहरूलाई यता आजभोलि? एकदम सहज होइन। हजुर एकदम एक्साइटेड हुन्छ नि आफ्नो धेरै वर्षपछि आफ्नो मातृभूमि होइन। हजुर फर्किँदा म यसरी पाउँदा धेरै खुसी लागेको छ मलाई चाहिँ। हजुर सन्तोष सर मलाई चाहिँ अब कस्तो लागिरहेछ? हजुर अब त्यस पैसा पनि अलिकति धेरै खर्च नहोस् भन्ने, महँगो छ कि भन्ने जस्तो लागेको थियो। हजुर हेमन सर हेलो गाइस म चाहिँ ढले गाइस चल्से भन्दा पेट दुखेर सरी पेट दुख पुरै चिल्लो खुवाएछ है। रोटी मासु अचारहरू पिरो ग्यास्ट्रिक भएको मान्छे गाइस के गर्नु आफ्नो पनि सबैले दसैँ तिहार चाडपर्व भन्ने ठाउँमा छ कि खाने कुरोमा चाहिँ ध्यान दिनु होला। त्यही हो।